नमस्ते एभ्रिवान, वेलकम टु माई भिडियो। आजको भिडियो चाहिँ है मेरो गिटारको ओनरसिप रिभ्यू। मैले गिटार किनेको चाहिँ 1 month 25 days भएछ है। अहिलेसम्मको मेरो गिटारको एक्सपिरियन्स कस्तो थियो भनेर चाहिँ म तपाईँहरूलाई सेयर गर्छु है। मैले युज गर्ने चाहिँ किप्रोको KS20 हो। यो चाहिँ स्ट्र्याट बडी सेपको छ है। अनि मैले चाहिँ जहिले हुन्छ नि लाइभमा बजाउँछु अनि मेरो भिडियोजहरू चाहिँ धेरैजनाले चाहिँ मलाई हुन्छ नि स्ट्र्याट के अरे फेन्डर हो भनेर सोध्नुहुन्छ क्या। फेन्डर होइन है, मैले चलाउने चाहिँ किप्रोको KS20। यो चाहिँ मलाई हुन्छ नि 28,500 परेको थियो। एकदमै बजेट फ्रेन्डली छ है। यो चाहिँ मैले मेरो आफ्नै ट्रेडबाट प्रफिट कमाएको पैसाले किनेको त्यसैले अनि है मलाई चाहिँ यसको चाहिँ सबसे राम्रो लागेको चाहिँ फ्रेट फिनिस है। फ्रेट फिनिसिङ चाहिँ कस्तो मजाको स्मुथ छ। अनि प्लस यो चाहिँ मलाई मिडियम जम्बो फ्रेट जस्तो लाग्छ क्या। अनि बजाउन पनि मजा आउँछ क्या। अनि हुन्छ नि यसको टोनहरू बारेमा त तपाईले मेरो अगाडिको भिडियोजहरू हेर्दा नि सक्नुहुन्छ। एकदमै म चाहिँ र भिडियोहरू चाहिँ मैले चाहिँ केही रेकर्डिङ सफ्टवेयरहरू केही पनि युज गर्दिनँ। जस्ट गिटारको एम्प हो त्यसरी नै रेकर्ड गरेर आउँछु, गिटार बजाउँछु अनि ब्लुटुथ स्पिकरबाट पनि ब्याकिङ ट्र्याक बजाउँछु। अनि दुईटाको भोल्युम चाहिँ क्या ठ्याक्क सुनिने गरी चाहिँ मिलाएर रेकर्ड गरेर हाल्छु है त। अनि अरू कुरा त त्यस्तै हो। यसको अब स्पेसिफिकेसन चाहिँ SSH छ, दुईटा टोन नब, भोल्युम नब। अनि यो बिचको त खासै युजै गर्दिनँ। अब यो मेन चाहिँ हुने चाहिँ मैले चाहिँ ब्रिजै युज गर्छु अनि कहिले क्लिन टोनको लागि चाहिँ नेक गर्छु है। त्यस्तै हो। म चाहिँ किप्रोसँग चाहिँ एकदम सेटिस्फाइड नै छु। तपाईँहरू पनि लिन चाहनुहुन्छ भने चाहिँ प्लिज गो फर इट, म चाहिँ रेकमेन्ड गर्छु है। त्यस्तै हो। मैले चाहिँ अनि यसको हुन्छ नि यसको सट्टा चाहिँ मैले बाचसहरू पनि लिन सक्थेँ। मैले बाचसहरू पनि ट्राई गरेको तर कस्तो अब धेरैजनाले युज गर्नुहुन्छ। अब हुन्छ नि मलाई चाहिँ अलिकति फिल आएन क्या। फिल आएन भन्दा नि अब खै अलिक मजै आएन क्या बज्दा। अनि यो चाहिँ एकदमै बज्दा नि फर्स्टैमा मजा आयो क्या। मजा आयो भन्दा नि फर्स्टमा चाहिँ यता नेक चाहिँ मोटो मोटो फिल भएको थियो क्या फर्स्टमा बजाउँदाखेरि। मेरो पहिला गिटारको नेक चाहिँ एकदम पातलो थियो अनि फर्स्टमा यो बजाउँदा मोटो मोटो फिल भएको थियो। तर बजाउनु थालिसक्यो, बानी भइसकेको छ। अब त त्यो हुन्छ नि ह्याबिट भइसक्यो। त्यसैले यता यता चाहिँ मोटो छ अनि पातलो पातलो छ यसको नेक। त्यही हो, एकदम राम्रो छ। अनि मेरो गिटारको निकनेम चाहिँ मैले के राखेको छु भने मेलो भनेर राखेको छु। मेलो चाहिँ हुन्छ नि मेलोडीको सर्टकट क्या, सर्ट फर्म क्या। त्यही हो, मेरो गिटारको नाम चाहिँ मेलो, उसको नाम मेलो। ओके, थ्याङ्क यू एभ्री वान फर वाचिङ। इफ यु आर न्यू टु माई अकाउन्ट प्लिज फलो गरिदिनु होला। भिडियोजहरू राम्रो लाग्छ भने रिपोस्ट गरिदिनु होला है त। थ्याङ्क यू एभ्री वान फर वाचिङ। अनि मेरो चाहिँ युट्युब च्यानल पनि छ नितेश लामा 999। अनि इफ तपाईँहरू चाहिँ मसँग इन्स्टाग्राममा नि कनेक्ट हुन चाहनुहुन्छ भने नितेश लामा 999, फेसबुकमा नि नितेश लामा 999। धन्यवाद। थ्याङ्क यू एभ्री वान फर वाचिङ।